हामीहरू आज भनेको श्री सनातन हिन्दू मन्दिर आएको हो अन द ओकेजन अफ निराजन बर्थडे। अनि हामीसँग निराजन अनि रविशङ्कर प्रसाद यादव पनि छ होइन। अब घाम त वाइल्डै घाम लागिरहेछ। हामी त उताबाट आएको, इस्ट लन्डनबाट आएको यतातिर। यो भनेको वेम्बलीमा हो। आई थिङ्क लन्डनमा सबभन्दा ठुलो मन्दिर हिन्दूको मन्दिर भनेको यही हो होइन। यो मन्दिर हेर्दै यस्तो वाइल्ड छ, ठुलै छ क्या होइन। स्पेसली ठुलै छ यताबाट एकदम। त्यसपछि होइन यस्तो डेन्जर रहेछ क्या। अब यहाँ नन भेजिटेरियन फुड एन्ड एल्कोहल ड्रिङ्क्स आर स्ट्रिक्टली यस्तो वाइल्ड छ। हेरौँ एन्ट्री यतैबाट हो कि यताबाट हो के कस्तो हो यस्तै होइन। हामी गरौँ जाम होइन। यस्तो भयङ्कर रहेछ क्या। यस्तै हो। अब हेरौँ केही प्रसाद किन्न पाइन्छ कि कस्तो भित्रै किन्न पाइन्छ होला। क्योंकि भित्रै किन्ने लागि मिली है, भित्रै मिली है, भित्रै में पाउँछ क्या। त्यहाँ इस्लामको मन्दिरमा छ नि त्यस्तै सुविधा मेबी होला। अर्को केही तर घाम त वाइल्ड घाम छ यार, वाइल्ड घाम। घाम त वाइल्ड घाम छ, वाइल्डै घाम छ त्यो वाइल्ड। अब मेबी यहाँ जुत्ता खोल्ने होला, जुत्ता रेख्छ यहाँ जुत्ता खोलेर अनि त्यसपछि यहाँबाट मन्दिर जानुपर्छ के कस्तो हो। एन्ट्री भनेको यो मेन एन्ट्रीबाट आई थिङ्क मिल्दैन होइन। एन्ट्री भनेको मन्दिरदेखि यता आएर होइन अनि दिस वे यता गएपछि होइन एन्ट्री हो। यहाँबाट यसरी गयो भने हाम्रो ठ्याक्कै सिधा गएर यता गयो भने एन्ट्री हुन्छ होइन। अब त्यही हो। अब हामीहरू मन्दिर घुमेर त आइसक्यो भित्रबाट, किनभने भित्र भिडियो र फोटोग्राफी बन्द थियो होइन, गर्न मिल्दैन, स्ट्रिक हो। त्यही भएर अब हामी यता पछाडितिर ब्याकतिर जाँदैछु के कस्तो छ। यस्तो राम्रो छ होइन। भित्र त फेरि यस्तो वाइल्ड आर्किटेक्चर रहेछ भित्र होइन। इच एन्ड एभ्री पुरै डिटेलमा यस्तो डेन्जर थियो, यस्तो डेन्जर होइन। भित्र गयो भने हुन्छ नि पुरै साउथ स्टाइलकै हुन्छ कि, साउथ इन्डियन स्टाइल, साउथ इन्डियातिर होइन हुन्छ नि मन्दिरहरू सेम टु सेम डिटु त्यस्तै हो। अब त्यहाँ भित्रमा लेखेको थियो होइन यो मन्दिर कसले स्पोन्सर गरेर बनाएको छ भनेर। अनि त्यहाँ भनेको इन्डियाको त्यो बालाजी मन्दिरले पनि स्पोन्सर गरेको छ होइन। अनि थुप्रोहरूले इन्डियाको थुप्रो ठुलो मन्दिरहरूले त्यो गरेर बनाएको रहेछ होइन। यता निस्किने मात्र हो कि, यताबाट निस्किने हो पछाडि यही हो। यहाँबाट पनि एन्ट्री हुन्छ होला होइन, तर अहिले चाहिँ मिल्दैन होइन। यता पछाडिबाट पनि एन्ट्री थियो, त्यहाँबाट पनि अहिले मिलिरहेको छैन। हामीहरू अब पुरै दर्शन गरिसक्यो हो। अब यता फोटोसोटो पनि भइसक्यो होइन। तर पुरै हुन्छ नि मन्दिर जस्तो पुरै गोल्डन जस्तो भाइब्स आउँछ कि, पुरै गोल्ड जस्तै कि। झन् सन रेज मतलब सनको लाइट आयो भने रिफ्लेक्ट हुन्छ भने झन् राम्रो देखिन्छ होइन। अब यो भित्र हो। यता भनेको हाम्रो यो सेक्सन भनेको हाम्रो शिवजी मन्दिर हो। शिवजीको शिवलिङ्ग पनि छ होइन। अनि यहाँ आएर त्यो गर्दा पनि हुन्छ पूजा। हामी त भित्र गएर आइसक्यो हो, तर जहाँ पनि भिडियोग्राफी फोटोग्राफी एलाउ छैन मन्दिरभित्र। द्याट्स वाइ यहाँ भित्रको हामीले देखाएन होइन। तर म्याक्सिमम् राम्रै हुँदो रहेछ होइन।
अब त्यस्तो छ। अब ठिकै छ, अब यस्तै हो, त्यो पुरै भइसक्यो। अब एउटा साथी आउँदैछ, अब त्यो भेटेर हामी पनि त्यहाँबाट निस्किहाल्नुपर्छ। घाम पनि वाइल्ड घाम लागिरहेछ होइन, घाम पनि वाइल्ड घाम लागिरहेछ होइन। अब यस्तै हो, दर्शन गऱ्यो। अब त्यो पनि भाइको बर्थडे भएर आज आइयो, नत्र टाइमै मिलिरहेको थिएन। पहिलादेखि सोचिरहेको थिएँ कि आउँछु भनेर, तर जहिले लेखेको हुन्छ त्यसले आइन्छ। अब भाइको बर्थडे थियो, अब आइयो होइन, त्यही हो। भाइ त पुरै हाम्रो दुले राजा जस्तै हो क्या। आज दुले पनि खोजेर बिहे पनि हानिदिनु पर्थ्यो मन्दिरमा, तर अनफर्चुनेटली छैन होइन। त्यही होइन, दुले राजा जस्तो लाग्दा थियो, उसको बिहे हानिदिनु पर्थ्यो कि